सकते हो रेडी हो चुका है इधर। सो हेलो एन्ड नमस्कार, वेलकम टु च्यानल छोटे ब्लग्स। तपाईहरुको स्वागत छ मेरो नयाँ भ्लगमा। अनि आज चाहिँ हाम्रो केटाहरु चाहिँ पछाडी छ, गोपाल अनि निकेश अनि कृष्ण। हामी चाहिँ बजारबाट आइरहेको छौं अनि अहिले चाहिँ हामी चाहिँ नुहाउन जाने चाहिँ प्लान गरिरहेको छौं। अब के हुन्छ पछाडी चाहिँ त्यो हाँसिरहेछ, खै के भयो थाहा भएन। हामी चाहिँ अब नुहाउन जान्छौं होला, केटाहरु छ त्यो गाइस। सो गाइस हामी चाहिँ अब हिँड्न लागिसक्यौँ अनि यहाँ चाहिँ निकेश रहेको छ, उता कृष्ण, गोपाल चाहिँ उता हात धोइरहेको छ। अन्त हामी चाहिँ यता उयो देख त उतै झुल के चाहिँ त्यहाँ राखेका छौँ होइन। अब हामी चाहिँ माछा मार्न जान्ला अन्त आज चाहिँ उतै नुहाउनु पनि अनि हेरौँ अब कहाँ मार्ने हुन्छ जान्ला छौँ हामी चाहिँ। ल बल्ल भिडियो स्टार्ट लिएर यता केटाहरू चाहिँ आउँदैछन् भर्खरै। केटाहरू आउँदैछन्, हामी चाहिँ अन्त उतै जाने अब जान्ला छौँ जङ्गलतिर। बक्सर ल। सो गाइज हामी चाहिँ अब जाँदै चाहिँ होइन यहाँ बुट्टीको छोरा अन्त माइकलाई भेटिसकेको छ भने त यता चाहिँ RM250 पनि छ, यी हेर्न सक्नुहुन्छ। अन्त RM250 हाम्रो खतरा देखाएको छ नि त। अनि फेरि हामी चाहिँ अब तल हेर्न सक्छौँ, यहाँ चाहिँ अब बुट्टीको छोरा पनि छ सक्नुहुन्छ, गोरो गोरो देखाएको छ। अन्त यता आयो भन्दै ल अन्त आइबे नि त यता हाम्रो चाहिँ बुट्टीको छोरा किशोर चौधरी अनि पछाडि अरू केटाहरू छ। अन्त हामी चाहिँ विक्रमको दोकानमा जान्छौँ अनि किरणको छोरा पनि छ सोल्टी। अनि यहाँ पनि हाम्रो काम गर्छ, यो रस्ती मेहन्ती छ हाम्रो गाउँको एकदम सोझो केटा। यसले जसले पाउँछ त्यो चाहिँ धन्य एकदम के भन्छन्, अरे कहना क्या चाहते हो, के भन्छन् क्या थाहै छैन, त्यो चाहिँ अलि खतरनाक मान्छे पर्छ। त्यो हामी चाहिँ विक्रमको दोकानमा जान्छौँ अनि त्यहाँ गएर सामान किन्छौँ अनि उठबाट जान्छौँ। त्यो हेर्दै गर्नु गाइस। हामी चाहिँ अब केटाहरूसँग गइरहेको छौँ, सब भेट भइसकेको छ। उता गोपालु बहुलाइरहेको त्यो पागलै त भएको। अन्त उता चाहिँ बच्चाहरू चाहिँ आइरहेछन्, अब यिनीहरूलाई के क्वेसन सोधौँ होइन। 2 बजे छ यिनीहरू अब स्कुल उता छ, फेरि यिनीहरू उताबाट कहाँबाट आइरहेछ अब सोध्नु पर्ला होइन त गाय। ल यो भाइले चाहिँ अब यसले चाहिँ भन्छ त्यो भाइ लजिसबाट आएको छ नि त। स्कुल कहाँ भने कि मैं नहीं बताऊंगा। झ्याक्छ बे झ्याक्छ सारे गर्लफ्रेन्ड जम्के यार जम्के रोला के जम्के ओए नछो के अरू केटीलाई छुन्छस्। तिम्रो बोयफ्रेन्ड छ यो को हो त? हरामी हो नानी, तिम्रो बोयफ्रेन्ड हो ना? अरे ढुन्ड्रा स्कुलमा पढ्छ लाग्यो हामी चाहिँ यहाँ पुगिसक्यो होइन। अब ठाउँ हेर्न सक्नुहुन्छ, ठाउँ चाहिँ बेस्ट छ। हामी चाहिँ पहिला झकेरसँग त्यहाँ आउने गर्थ्यौँ पहिला, अहिले चाहिँ 12 पुगिसक्यो। अन्त 2 वर्ष अगाडि चाहिँ उता आउँथ्यौँ। अन्त यता ठाउँ हेर्न सक्नुहुन्छ, यता चाहिँ मेला पनि लाग्छ, यता बुढौरा मेला लाग्ने गर्छ। अन्त ठाउँ हेर्न सक्नुहुन्छ एकदम बेस्ट छ होइन। हामी पनि माछा खोलामा मार्ने हो। अन्त अब हेरौँ यता केटाले के ओए के गर ओए भगवान सकिन्न बे उसँग। कस्तो छन् गाइस हाम्रो टिममा, यस्ता यस्ता बौलाहरू छन्। अब त्यही हो, अब हेरौँ। ये बोक्ने कसलाई बोकिरहेछ ये? तिम्रो हाइट कति छ, त्यसको हाइट कति छ बे? 80 किलो र 40 किलोले बोकिरहेको उता चाहिँ होइन त। ओए आजसित हामी माछा कता मार्ने लोकेसन खोज्छौँ है गाइस। 2 minutes later मान्छेहरू चाहिँ माछा मारिरहेको छन्, कृष्ण छ उता धेरै मान्छे छन् होइन। माछा मार्ने सब त्यही हो, करेन्ट लगाइरहेछन्। अन्त माछा पनि छ तर करेन्ट चाहिँ लाउन पाइन्न है। खै कृष्ण यता अब यता देखाएर माछा माछा त त्यही राखेर हामी यता यस्तोसम्म राम। अहिले चाहिँ त्यहाँबाट यहाँसम्म एउटा माछा छन् के, अनि तिनीहरूलाई चाहिँ बजाउनलाई चाहिँ हामी चाहिँ झुलाउनु लाहौँ होइन। हेरौँ अब कस्तो हुन्छ। केटाहरू छ उता झुलाउने हामी चाहिँ
हामी चाहिँ अब माछा चाहिँ मार्यौँ होइन हामी चाहिँ घर गएर माछा मार्नु भनेको छौँ किनकि यहाँ निकै माछा देखाएको यहाँ चाहिँ यति मात्रै भयो यताउता डुलेर हुँदैन किनकि अब हामी चाहिँ यता चाहिँ मारिसकेका रहेछौँ कि त्यो के भन्छ त्यो झुल के अरे करेन्ट लगाएर चाहिँ मारिसकेको रहेछ अन्त त्यही भएर हामी चाहिँ अब उतै यिनको घरतिर जान्छौँ विक्रम घरतिर उता चाहिँ खोला उनको घरको उता पछाडितिर खोला छ त्यहाँ चाहिँ धेरै माछा छन् रे भन्ने अनि त्यही भएर उतै गएर हामी चाहिँ मार्छौँ होइन त्यही हो लेट्स सी यू अब यताबाट डयार जान्छौँ हामी त्यहाँ भएको घरतिर जाँदैछौँ होइन अहिले उता नआउँछौँ यो केटाहरूले चाहिँ लास्टतिर रमाइलो गरिरहेछन् क्या हामीलाई हेर्नुहोस् के बगाइरहेछन् यार म्याकुरी बाडा बिजु केटाहरू नहेरेछ भने त्यहाँ हेर्नु सर्प लिएर भागिरहेको उता सर्प चाहिँ लिएर उसलाई होइन सर्प छ भने त सानो सर्प भेटेको थियो मर्या उसलाई लखितिर आयो नि त आप देख सकते हो सपाली क्या आ रहा है आप देख सकते हो गाइस क्या भाई आप देख सकते हो इस बंदे को आप देख सकते हो गाइस बचाओ गाइस ए रनबन्दी को सर्प लिएर 400 भेसाइको जङ्गली बोलाइसकेको छ सर्प लिएर गइरहेछ सर्प बगाएर खान्छन् रे ओइ मलाई पनि है एक पिस कन्टेन्ट म चाहिँ अब यसलाई पकाउनलाई लकडी लिएर आउँछु गाइस हेर्नु सर्प गाइस फकिङ द फक सर्प रुकमा देखाउन जान्छु ए छुँ चाहिँ कसरी लाग्छ लन्जे कालीले कारै मरि लन्का छु डर लाग्छ सर्पको एक और कंटेंट मिल चुका है हमारे दोस्त के वो पैर में सांप ने टोक लिया है भाग्ने बेला चाहिँ यो लोटे थियो किन मैले देखाएँ होइन राम्रोसँग भिडियोमा हेर्न सक्नुहुन्छ अबे के देखिन बे कालो भेरोलाई यता ए यस्तो भएको यहाँ हात पनि यस्तो भएको छ ले गर्दा हो केटाहरु यसमा चाहिँ त्यसको रस लाग्नुपर्छ अब सप्पाको हो कि कसो अब यस्तो काम नगरौँ गाइस जस्तै हुन्छ त्यो आयो भने सिधै यो ढुङ्गा ट्याचिदिन्छु हैन म यता निजन्तुको छु जे अहिले चाहिँ भक्छु ठेलिदिन्छु भाइ ओए ओए भाइ ठेलिदिन्छु भाइ ओए ओए मोबाइल फुट हो त यसो खुट्टाको टुरिया छ बे हेर्न सक्नुहुन्छ त्यो जङ्गलीको है के त्यो काम नभएको लाछ भन्छ उसले चाहिँ त्यो ढुङ्गाटिको रहेछ त्यो सर्प भेट्यो अरे भन्छ अन्त यता चाहिँ माछा छन् हैन गाइस यसमा हामी चाहिँ यति मार्नुपर्छ यता धेरै छन् रे भन्छन् त्यही भएर हो अन्त यता यिनको घरको तलतिर चाहिँ छौँ बेङ्गवा है त्यहाँको त के ल हामी चाहिँ मार्छौँ ल अनि तन्नै यता चाहिँ टन्नै भेटायौँ होइन हेर्न सक्नुहुन्छ कति थोरै ठान त पिच्ची माछा छ पिच्ची माछा भन्छन् त्यसलाई त्यो चाहिँ धेरै भेटेका छौँ यता पनि छन् लास्टै टोक्या छ यसलाई यहाँ मलाई दुईटै हातमा टोक्या छ माछा टोके त के हाल्छ गाइस पिटा माछा रे अहिले टोक्छ गाइस अहिले म अतिले त त्यो अपहरण गर्छ त माछा उइस यहाँ हेर्न सक्नुहुन्छ
इत्यादि पिच्ची माछा यस्तै माछा धरो छन् के ठुला टेस्टिङ खाइ भाइ किरा खाने हैन करा मात्रै हिँड्न नासिएर हो करा मछीबाट नै देख्नु पर्छ रातको हेर्नु गाइस ए माछाले धरो खतरा टोक्छन् हैन यसले खतरा टोक्छन् के धरो छन् गाइस यिनीहरुलाई चाहिँ राख्नु पर्ने भयो यसरी राख्दिनु किनकि टोक्छन् के यिनीहरुले टोक्छन् के यिनीहरुले छिटो ल माछा चाहिँ अब भइरहन हैन हामी चाहिँ यता छन्कीहरु माछाहरु खोजिराख्छु एउटा चाहिँ सेन्टा लाएर ताको कम टेस्टिङ माछैबाट छन् गाइस अझ यसमा मार्न बाँकी छ त्यही हो के बोल्छन् केटाहरुले भइहाल्छ नि छलेर यसले टोक्छ बे यसले टोक्छ ल म चाहिँ एकछिन पछि आउँछु गाइस सामान ठाउँ खोज्न आँट्यौँ गाइस हैन त्यो लपटप माछाहरु छन् उता देखाम ठाउँ यता पनि छ त्यो उता मारेर थियौँ उतातिर यो चाहिँ सकिन्न हैन यसमा चाहिँ पानी निस्किन्छ तलबाट सिमी जाग्छ नि यसमा माछा तन्नै छन् तर सकिन्न अब अर्को कुनै दिन हैन हेरौँ हामी चाहिँ त्यो तलतिर मार्छौँ होला त्यही हो त चाहिँ यसले त्यो बाँध बनाइरहेको छ पानी नजाओस् भनेर त्यो तलतिर मार्ने केटाहरूलाई म यो पानी बग्दैन अब केटाहरूले लिनु जान्ला छु म चाहिँ अन्त यता मार्ने रे त्यही त यहाँ पानी बाँधिरहेको छ क्या तल मार्ने भनेर ल त्यही हो गाइस केटाहरूले माछा कति समाते हुन्छ एकचोटि हन्जाम यहाँ चाहिँ माछा चाहिँ देख सक्ते हो माछा त धेरै भइहाल्नु अब यो फुल गराउने हो फुल टाइम लाग्छ अन्त केटाहरू गइरहन् त्यो अब जानला हामी गाइस Few inches later. त्यहाँ चाहिँ अब सकिसकेको छ हैन माछा चाहिँ देखा त फिर्समा यहाँ हेर्न सक्नुहुन्छ हाम्रो माछा चाहिँ हैन पुरै यो ठुलो यहीँबाट निस्किया हो त्यही हो मच्छी अरू छन् कि भन्ने ट्राई गरिरहेछ हैन हेरौँ त्यहाँभित्र चाहिँ माछा लट्ठिलो जीवनदान सर्पले तँलाई मैले बक्स दिएँ किनकि तेरो ज्यानबाट एउटा सर्प मारे सब सामान त सकेता हो चक्कु त खै साप माछा सब मारियौँ माछा चाहिँ आज दुईटा ठाउँ मात्रै मार्यौँ दुईटा ठाउँमा एक डेला जति छन् माछा हैन अलि धेरै ठाउँ मारेपछि चाहिँ धेरै हुन्थ्यो होला अब रात परिगयो होइन माछा मार्ने टाइम चाहिँ गइसक्यो अब रात परिगयो होइन अलि दुईटा ठाउँ मात्रै मार्यौँ दुईटा ठाउँमा त्यही आधा डेल एक डेला भनौँ त्यति जति माछा मारेछौँ उट्याएर मार्यौँ नि त्यही हो माछा चाहिँ अब हेरौँ कति गरेर छ नि त्यही हो माछा हात खुट्टा धुन्छन् त्यही हो इधर माछा बना रहे लोग देख सकते हो अनि एउटा चाहिँ गङ्गा छुट्टै छन् अनि यहाँ अरू साना मतलब यो कुन माछा भन्ने घेर्ना पा माछा त भन्ने नि घेर्ना माछा भन्छन् हामीले भन्छन् त्यही चाहिँ यहाँ परिरहन् यतापट्टि जे भन्छन् त्यही यहाँ चाहिँ हेर्न सक्नुहुन्छ झिङ्गा चाहिँ रहेको छ है झिङ्गा पनि खान्छस् झिङ्गा माछा के ल यिनीहरू चाहिँ बनाउँछु म चाहिँ पानी भन्छु हैन थोरै त्यो देख सकते हो बाम छन् कसै गरी त रेडी हो चुका है इधर एकचोटि बाम कति धेरै बचा थियौँ यति धेरै त्यो बाममा मार्न लगेको त्यो भिडियो गराएको थियो त्यो त यार भिडियो राम्रोसँग भन्ने भनेन यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हैन नटपको लागिकिन 5 वटा बाम निकालेको थिएँ ल अब यो चाहिँ पकाउनु पर्छ है यता खाइरहेको होइन माछा खाइसक्यो भने त माछा खाएर चाहिँ अन्त यो खाइरहेको छ यो पनि खायौँ आज चाहिँ हल्का भयो नि त हल्का चाहिँ खानु पर्यो त्यही हो केटाहरूसँग चाहिँ खायो अनि माछासँग सक्यो त्यो गाइस चाहिँ यो भ्लग इन गरिदिउँ जस्तो लाग्यो होइन म चाहिँ धेरै पछि भ्लग हालेँ अन्त कस्तो लाग्यो त्यहाँ सबैले लाइक सेयर एन्ड सब्सक्राइब गर्नु अनि कमेन्ट सबैले घ्यासघुस हानिदिनु होइन अनि त्यही हो अनि मेरो भ्लग मन पऱ्यो भने सबैले चाहिँ घ्यासघुस सब्सक्राइब गरेर घ्यासघुस सबैलाई सेयर हानिदिनु पऱ्यो मैले दुईचोटि भनिसकेँ होइन त्यही हो गाइस थ्याङ्क्स फर वाचिङ धेरै पछि भ्लग हालेँ सबैलाई सेयर गर्नु अन्त थ्याङ्क्स फर वाचिङ गाइस बाई
ल्यापटपमा चाहिँ 15 ले See you next vlog in